लिन जाने सुरु भइसकेको छ ऋतुको मम चाहिँ पारिका खान माइताहरू पनि बस्न दिने त्यसले मलाई त्यसले त नयाँ चाहिँ मामाइजूले बस्न दिनुहुन्न हेलो गाइस गुड मर्निङ यो चाहिँ हाम्रो मामा घरतिर हो माथि माथितिर छ घरहरू अनि यो चाहिँ हाम्रो मामा जेठी मामाको केराको झ्याङ हो अनि यो हाम्रो फाइनली बाटो बन्न लाहा जेसीबी पनि लागिरहेको छ यी अनि माइजू त ट्याक्क हिँड्ने भनेर मन थाहा यो घरको परालिनु जान लाग्यो गाइस यो घरको पराल लिनु जान लाग्यो हामी पारीको गाउँमा अनि हाम्रो बाटो त यस्तो बन्दैछ या ईश्वरको घर पनि बनेछ ट्याङ्ग पारेर गाउँमा जे परिवर्तन भइरह ट्याङ्ग पारेर चप्पल चाहिँ यस्तो छ फेरि फाइनली कपडा राम्रै भयो नि चप्पल चाहिँ यहाँ ठिक छैन नदेका पछि हेर्ने हुन्छ क्या ड्याङ्ग पारेर यो चाहिँ कालीको घर ए काली कहाँ गयो अघि यति थियो त के नाच्यो छिटो सत्य के हेरो एक्लै खान्छ निनहरू है यो चाहिँ बजार जाने हो फाइनली हामीलाई पनि चाहियो अनि यो बाटोबाट म उल्किन सकेन भने काली मैले भनिदिएको छु ए छडिके यस्तो हुन्छ मेरो हालत बाटो फेरि खत्तम चाहिँ यस्तो छ अनि चाहिँ हामी चाहिँ यसरी हिँडिरहेछ अहिले म यहाँबाट उल्किन सकेन भने म परालको भारी फाल्दिनँ हो थाहा छ कालीले के भन्छन् पारिबाट ल्याइदिएपछि भित्तीबाट लगाउनु सकिहाल्छन् त्यही भएर म उल्किन नसके लैजान्छु घर अस्ताने मान्छेहरू हिरो ड्राइभर माइलो मोटर गुराउँदै कहाँबाट बाबै थारो लाजामा जान्नमा थारो लास्टै रुगा लगाइरह बाटो फेरि खत्तम छ कि खत्तम हाम्रोतिरको यो चाहिँ हाम्रो खोला हो अनि हामी चाहिँ पहिला यहाँ ट्याक्क नुहाइ गर्न आउँथ्यौँ अहिले चाहिँ आउँदैन पानी सुकिसक्यो यतातिर यस्तो आउनु न बाटो नमस्ते बाजे तोड्दैन आउनुभयो क्या ए हामी यहाँ परालिन यहाँ बजे घर हाम्रो माइजूलाई हिँड्नै धौ भा ड्राइभर मम कहाँ हामीसँग बढी हिँड्ने ऋतुको मम्मी कराइसक्यो ऋतुले त्यही भनेर ल्याएको छैन दिउँसो चटपटे पार्टी दिउँसो चटपटे फेरि थोरै होइन नि धेरै ल यहाँ सहमति भइसक्यो कोही माइजू त्यसै भने साँच्चै भएको छ त्यसै भने साँच्चै भएको कसलाई गर्नु नि हामी जनता घर खाना पाइहालिन्छ भोलि जानु त हेलो गाइस कतिवटा भारी भयो ल यो ऋतुको मम्मीले हाला भारी हो मामासम्म पुगोस् ऋतुले पनि काम गरिछन् मामा यसो कालीलाई पनि भनेको कुरा मानिदिनु होला माइजू त झन् गर्नु माइजू काली भइसक्नु